जर्मनी फुटबल इतिहासको दोस्रो सक्सेसफुल टिम हो आफ्टर ब्राजिल। किनभने जर्मनीले 4 चोटि विश्वकप जितेका छन् भने 4 चोटि विश्वकप फाइनल हारेका छन्। रिसेन्टली लास्ट टाइम जर्मनीले 2014 मा वर्ल्ड कप जितेका थिए। उनीहरूको गोल्डन जेनेरेसनको सुरुवात भएको थियो। त्यतिखेर रोनाल्डोको पोर्चुगललाई 4-2 को भिक्ट्रीले हराएर ग्रुप स्टेजबाट नकआउट गराएका थिए। नेमारको ब्राजिललाई क्वार्टर फाइनलमा 7-1 को भिक्ट्रीले जर्मनीले हराएका थिए भने मेसीको अर्जेन्टिनालाई फाइनलमा 1-0 को भिक्ट्रीले हराएर उनीहरूले रिसेन्टली 2014 मा वर्ल्ड कप जितेका थिए र सबैले भन्न थालिसकेका थिए अब जर्मनीको फुटबल टिमको डोमिनेन्स सुरु हुन्छ भनेर। तर कारणवश फुटबललाई यो कुरा मन्जुर थिएन के 2018 र 22 मा उनीहरू ग्रुप स्टेजबाट नकआउट हुन पुगे। 2018 मा मेक्सिको र साउथ कोरियाले उनीहरूलाई नकआउट गरेका थिए भने 2022 मा जापान जस्तो टिमले जर्मनीलाई नकआउट गरेर उनीहरूलाई घर फर्काएका थिए। र 2026 मा जर्मन फुटबल टिम हङ्ग्री मुडमा फर्केका छन् के किनभने उनीहरूले पहिलो गेम कुरासाओसँग खेलेका थिए जहाँ 7-1 को भिक्ट्रीले त्यो गेम जितेको थियो र दोस्रो गेम खेलेका थिए इभोरी कोस्टसँग जहाँ इभोरी कोस्टले 30औं मिनेटमा गोल हानेका थिए र सबै फुटबल समर्थकहरूले जर्मन फुटबल टिमलाई आलोचना गर्न थालिसकेका थिए के। तर हिजो जन्मेका चल्लाहरूलाई केटा हो जर्मन फुटबल टिमले कुन लेभलको फुटबल खेल्छन् भन्ने कुरा उनीहरूको डेडिकेसन उनीहरूको प्यासन र उनीहरूको हार्डवर्कका कारण फेरि जर्मन टिम 8 वर्षपछि राउन्ड अफ 32 मा क्वालिफायर भएका छन् के केटा हो। यदि यो जर्मन टिम हजुरहरूले क्वार्टर फाइनल सेमी फाइनल इभन फाइनलमा देख्नुहुन्छ भने पनि आश्चर्य मान्ने कुरा छैन के केटा हो। कुन लेभलको फुटबल खेलिरहेको छ भन्ने कुरा सबै फ्यानहरूलाई थाहा छ के जर्मनीले। त्यही भएर फुटबल नहेर्नेलाई त म केही पनि भन्न सक्दिनँ केटा हो। तर जसले फुटबल बुझेको छ नि उसले जर्मनीलाई कहिल्यै पनि नजरअन्दाज गर्न सक्दैन के। असम्भव केटा हो 1991 मा बनेको क्रोएसिया देश कसरी 7 वर्षपछि वर्ल्ड कपमा थर्ड हुन सक्छ के कसैले कल्पना गरेका थिए। मैले त कल्पना पनि गरेको थिएन किनभने 2018 भन्दा अगाडि मलाई क्रोएसिया देश छ भनेर पनि थाहा थिएन के केटा हो। 2002 2006 र 2014 मा उनीहरू ग्रुप स्टेजबाट नकआउट भएका थिए के र त्यो भन्दा पनि ठुला कुरा हो 2010 को लागि उनीहरू वर्ल्ड कप को लागि क्वालिफायर पनि भएको थिएन के। हामी सबैलाई थाहा छ कुनै पनि देशको फुटबल संरचना बन्नको लागि टाइम लाग्छ तर जब त्यो संरचना पुरा हुन्छ नि त्यहाँबाट स्टार खेलाडीहरू निस्किन्छन् जस्तै क्रोएसियाबाट लुका मोड्रिक पेरिसिक र राकिटिक जस्ता ठुला स्टारहरू निस्केका छन् के। 2018 को ब्यालन डोर विनर हो लुका मोड्रिक र मलाई कसैले हु इज लुका मोड्रिक भनेर सोध्यो भने मेरो पहिलो जवाफ हुनेछ रोनाल्डो र मेसीको इरामा पनि एज अ मिडफिल्डर कसैले ब्यालन डोर जित्न सफल भएको थियो भने त्यो खेलाडीको नाम हो लुका मोड्रिक केटा हो। र सुपरस्टार खेलाडीहरू निस्केपछि क्रोएसियाको आउटकम चाहिँ के रह्यो भन्दाखेरि केटा हो 2018 र 2022 मा लगातार सेकेन्ड र थर्ड पोजिसन हासिल गर्नको लागि उनीहरू सफल भए। 2018 मा अर्जेन्टिनालाई 3-0 ले हराउँदै उनीहरूले अगाडि बढेका थिए र 2018 मै सेमी फाइनल म्याचमा दिक्कत मानिएको इङ्ल्यान्ड टिमलाई 2-1 को भिक्ट्रीले हराउँदै उनीहरू फाइनलका लागि प्रवेश गरेका थिए के। र 2022 मा मोरोक्को जस्तो दिक्कत टिमलाई हराउँदै उनीहरूले थर्ड पोजिसन हासिल गरेका थिए भने मोरोक्कोले त्यो भन्दा अगाडि पोर्चुगल र स्पेन जस्तो टिमलाई नकआउट गर्दैका थिए के केटा हो। र बिर्सनै नहुने कुरा चाहिँ के हो भन्दाखेरि 2022 को दावेदार मानेको टिम ब्राजिललाई पनि उनीहरूले पेनाल्टी सुटआउटमा नकआउट गर्दैका थिए के। र अहिलेको फुटबलले क्रोएसियाको क्वालिटीलाई नजरअन्दाज गरेको हुनुपर्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ है केटा हो। जम्मा 4.1 बिलियन बोकेको देश हो के क्रोएसिया त्यही पनि कसैले कुरै गर्दैन केटा हो। किन नगरेको के मलाई अचम्म लागिरहेको छ केटा हो। त्यसैले क्रोएसियाको पर्फर्मेन्स हेर्ने हो भने केटा हो लगातार ब्याक टु ब्याक राम्रो कन्सिस्टेन्सका साथ उनीहरूले पर्फर्मेन्स दिँदै आइरहेको छ। र हजुरहरूलाई मेरो कन्टेन्ट कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला।